स्वस्ति श्री गणेशाय नमः। श्री सरस्वती नमः। शरणकमले नमः। भगवते नमो नमः। सुनिन त मैले त सरस्वती पूजा। अनि हाम्रो अगाडि को हुनुहुन्छ? अब हामीले पूजा सुरु गर्छौं। हजुरहरु हल्ला नगरिकन ज्ञानी भएर बस्ने हस्। हामी पूजा प्रारम्भ गर्न गइरहेका छौं। सबैजना बाबु नानीहरु ध्यान मुद्रामा ज्ञानी भएर सरस्वती माताको ध्यान गरेर बस्ने है त। च्यान्टिङ गर्ने। के गर्ने? सुनिएन त? श्री सरस्वती नमः। आजको दिन यो मन्त्र जसले धेरै च्यान्टिङ गर्न सक्यो औलामा गनेर उलाई सबभन्दा धेरै विद्या आउँछ। ल सुरु गर्नुहोस् है त च्यान्टिङ। च्यान्टिङ गर्दा बोल्नु हुँदैन नि फेरि जप गर्दा। यस्तो गरी औलामा गर्न कसले धेरै जप गर्ने है त। म आज सोध्छु पछि अहिले। हामी भगवती जगत जननी विद्याकी अधिष्ठात्री देवी सरस्वती आमाको विशेष प्रकारले पूजा आराधना अनुष्ठान गरेर यस सरस्वती पूजालाई अत्यन्त दिव्य र भव्यताका साथ मनाउन गइरहेका छौं। नमः स्वाहा। ओम माधवाय नमः स्वाहा। ओम गोविन्दाय नमः। भनेर हात धुने। तीन पटक गायत्री स्मरण गर्न पर्ला हजुरले। सबैजनाले श्री सरस्वती नमः च्यान्टिङ गर्ने। यो त यति ठुलो मन्त्र हो। यो सरस्वतीले सिधै विद्या दिनुहुन्छ हामीलाई। हैन हुँदैन फेरि। श्री सरस्वती नमः। धेरै जसले धेरै जप्छ उलाई झन् एनर्जी आउँछ सरस्वती। देहे तिष्ठति मामके प्रासनात् पञ्चगव्यस्य दहत्वग्निरिवेन्दनम्। हामीले यसपछि पञ्चपात्र कर्मपात्र तयार गर्छौं। चित्राणि रूपमस्नुव्यातम् विष्णुन्निखाणमुम्म इखाण सर्वलोकमईखाण। जय बोलो सरस्वती भगवती को जय। गतोऽपि वा यः स्मरेत् पुण्डरीकाक्ष पुनातु पुण्डरीकाक्ष पुनातु पुण्डरीकाक्ष पुनातु। यसपछि हामीले दीप दियो बाल्छौं। यर्वन्न प्रेथुर्भाव सुखदस्त मम बुद्धि प्रकाशाय दीपज्योति नमोस्तुते। मङ्गलं भगवान्
शान्तिः। अब सबैले श्री सरस्वती नमः मन्त्र च्यान्टिङ गरेर बस्नुहोस् है त। यसपछि हामी प्रायश्चित्त गोदान गर्छौँ। यसको लागि एउटा दुर्वेद प्राणमे दुर्वेद चतुर्मे दुर्वेद परशुद्रमे दुर्वेदात्मानमे दुर्वेद प्रजामे दुर्वेद वसु भ्याउने 2 घण्टा पछि पेपर देऊ। हामी त जमाहरू त टप हुन्छ। गुरु माता पिता गुरु बन्धु सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। प्रियता म तिमी प्राणनाथ तिमी तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। तिम्रो चरणमा स्वामी मेरो कोटि सखा तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। तिम्रो चरणमा स्वामी मेरो कोटि प्रणाम। प्रियतम तिमी प्राणनाथ तिमी प्रियतम तिमी प्राणनाथ तिमी तिम्रो चरणमा प्रभृति देवै सदा वन्दिता सामां पातु सरस्वती भगवती निशेषजाड्यापहा आद्यं जगद्व्यापिनी वीणा पुस्तकधारिणी मभयदा चरित्र पनि उत्कृष्ट नै छ, यसको महिमा पनि विशिष्ट नै छ। धन जति बाढ्यो उति सकिने, तर विद्या बाढे पनि झन्झन बढ्यो। त्यसैले यसको महिमा समयमै बुझौँ, जति सक्यो त्यति शिक्षाको बरसातमा रिझौँ। विद्या भाग्यको चाबी हो भन्ने कुरा सबैले जानौँ। वन्दितं दिगम्बरं काशिकापुरादिना च कालभैरवं भजे भानुकोटिभास्वरं भवापितारकं परं नीलकण्ठमीप्सितार्थदायकं त्रिलोचनं कालकालमम्बुजाक्षमक्षसुरमक्षलं काशिकापुरादिनाथ कालभैरवं भजे शूलदण्डशास्त्रदण्डपाणिमाधिकारणं श्यामकायमादिदे मक्षरं निरामयम्। धन्यवाद। नाइस 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 ठिक छ बेस्ट बेस्ट कृपया जोरदार तालीका साथ धन्यवाद ज्ञापन गर्न अनुरोध गर्दछु। यस्तो ए सरस्वती भगवान हामीलाई धेरै साथ दिनुहोस्, हामीले धेरै गाह्रो गरेर पढेका छौँ। यो दुवै जोडीहरूले प्रार्थना
नाता गरेँ र म यो दुवै जोडीहरूलाई साथ पनि दिन्छु, तर यिनीहरूले आफ्नो मेहनत राखेर पनि पास हुनुपर्छ। मेरै भरोसामा मात्रै परेर हुँदैन।